बोनीले कप्तान कुलको नामको ट्रेडमार्क सुरक्षित गर्ने प्रयास गरिरहेका छन्, जुन अरूले पनि प्रयोग गरिरहेका छन्। भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्र सिंह धोनीले काठमाडौँमा कप्तान कुलको नामको ट्रेडमार्क गर्न अनुरोध गरेका छन्। धोनीले विशेष गरी कोचिङ र प्रशिक्षण संस्थानहरूमा नाम प्रयोग गर्ने अधिकार सुरक्षित गर्न चाहन्छन्। आवेदन सुरुमा अस्वीकृत गरियो किनभने कप्तान कुलको नाम पहिले नै अरू कसैले ट्रेडमार्क गरेको थियो, जसको परिणाम स्वरूप यसलाई ब्लक गरिएको थियो। धोनीका वकिलका अनुसार क्याप्टेन कुल शब्द उनको भाषणमा महत्त्वपूर्ण नारा भएको छ, किनकि प्रशंसक, मिडिया र क्रिकेट जगतले लामो समयदेखि उनलाई नामबाट सम्बोधन गरेका छन्। धोनीलाई मैदानमा शान्त र संयमका कारण यस्तो उपनाम दिएको थियो, जसले उनलाई चुनौतीहरूको सामना गरे पनि सहजै निर्णय लिन अनुमति दियो। अहिले ट्रम्प र नेतन्याहु भेटघाटमा छन्। अमेरिकी समाचार एजेन्सी रोइटर्सले जनाएको अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु बीच जुलाई 7 मा भेटवार्ता हुने भएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्। नेतन्याहुले ट्रम्पको दोस्रो कार्यकालको दौरान वाशिंगटनको तेस्रो भ्रमण गर्नेछन् र इरान इजरायल युद्धपछि पहिलो प्रत्यक्ष भेट हुनेछन्, जुन उनको तेस्रो दिशा भ्रमणको चिन्ह हो। आजको विनिमय दरको लागि विदेशी मुद्रा विनिमय दर। काठमाडौँ नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको दर घोषणा गरेको छ। विदेशी मुद्राको मूल्य 1 अमेरिकी डलरको खरिद मूल्यबाट 136 रुपैयाँदेखि 92 रुपैयाँसम्म रहेको छ। मैले युरो 160 रुपैयाँ 59 पैसाको दरले किनेको र 100 रुपैयाँमा 161 रुपैयाँ 29 रुपैयाँमा बेचेको। त्यसपछि हामीले बेलायतको पाउन्ड स्टर्लिङ विनिमय दरमा क्रमशः 187 रुपैयाँ 72 रुपैयाँ र 285 रुपैयाँ 55 रुपैयाँमा प्राप्त गर्यौं। राष्ट्र बैंकले भनेको छ कि विनिमय दर कुनै पनि समयमा परिवर्तन हुन सक्छ, जबकि वाणिज्य बैंकको विनिमय दर फरक हुन सक्छ र पछिल्लो विनिमय केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध गराइनेछ। घनले घरलीका बासिन्दाहरू आफ्ना स्थानीय बासिन्दाहरूको लागि असुरक्षित अवस्थाका कारण उच्च जोखिममा यात्रा गर्न बाध्य छन्। धरान पछाडि नगरपालिकाले स्थानीय बासिन्दाको दैनिक जीवनलाई जोखिममा नपार्दै सुनसरी शहरमा हरियो 3 लेन पुल निर्माण गरिरहेको छ। पुल विक्रम सत्यमा फेब्रुअरी 2080 मा सम्पन्न भएको थियो र 6 महिनाभित्र भत्किएको थियो। यो बच्चाहरू, वृद्धहरू र बिरामीहरूसँग हिँड्नुको लागि धेरै खतरनाक ठाउँ हो र हामी आशा गर्दछौँ कि पुल निर्माण हुँदा वर्षा हुनेछ। घाटीमा बाढी, तर त्यहाँ कुनै विकल्प छैन। पुलको ढलानले पैदल यात्री र विद्यार्थी, साथै वृद्ध व्यक्ति र घुमाउरो बाटोमा जोखिम लिने बच्चाहरूको बीचमा जोखिम बढाएको छ। वर्दा वीर धनबहादुर राईले वर्षाको मौसम सुरु भएको र यसैले गालीमा बाढी आएको बताएका छन्। बाँध बजार क्षेत्रबाट खोलाको पानीको मिश्रणले करिब 200 घर प्रत्यक्ष बाढीको जोखिममा परेको छ। उनले भने कि यो पुल 2017 मा पूर्ण रूपमा ध्वस्त भएको थियो। धरान महानगरपालिकाका उपम केन्द्र विक्रम बेगाले पुल स्थलगतपछि क्याबिन जलाशयलाई अस्थायी रूपमा पानीको लागि प्रयोग गरिने जानकारी दिए। मतदान भण्डारी राजमार्ग परियोजनामा संलग्न एक इन्जिनियर घनश्याम खकाले भने कि सडक अवरुद्ध हुँदा पुल 2080 सम्म सञ्चालनमा नआएको तरको भर्खर निर्माणमा प्रयोग गरिएको लोहा पहिरन र आगोले क्षतिग्रस्त भएको बताएका छन्। उनले भने कि सडक बाढीपछि साना सवारी साधन र टेम्पो सञ्चालन गर्नका लागि अस्थायी लोहेको पुल छेउबाट निर्माण गरिएको थियो र हाल नयाँ पुलमा काम सुरु भएसँगै वातावरण मैत्री समाधानका लागि विस्तृत परियोजना प्रतिवेदन DPR मा काम भइरहेको छ। उनका अनुसार पुलको लागत र विवरण यसको उमेरका कारण दस्तावेज गरिएको छैन। पछिल्लो बाढीले घाटीमा अधिक आन्तरिक पसलको कारण भएको छ, जसले नजिकैका समुदायहरूमा थप आतंक निम्त्याएको छ। स्थानीयहरू डरले भरिन्छन् कि अत्यधिक वर्षाका कारण दादन बजार क्षेत्र डुबानमा पर्ने र जलप्रलय परिवर्तनले शहरमा प्रतिकूल प्रभाव पार्नेछ। अमेरिकी सेनाको विरोधमा उजुरी दिएपछि अमेरिकाले ब्रिटिस डाकुहरूको भिसा रद्द गर्यो। बेलायतको ग्लास्टनबरी संगीत महोत्सवमा इजरायली सेनाको विरुद्धमा मृत्युलाई इजरायली सेना भन्ने नारा लगाउनु भिडलाई उक्साउने आरोपपछि अमेरिकी सरकारले बोब बोयलानको भिसा फिर्ता लिएको छ। अमेरिकी उपविदेश मन्त्री क्रिस्टोफर लान्डाउले फेसबुकमा पोस्ट गरे कि हिंसा र घृणालाई बढावा दिने विदेशीहरू हाम्रो देशमा स्वागतयोग्य छैनन्, त्यसैले बोब बोयलानको अमेरिकी भिसा रद्द गरेको छ। CNN का अनुसार बोब बोयलानले अक्टोबरदेखि अमेरिका भ्रमणको तयारी गरेका थिए, तर अब कार्यक्रम रद्द हुन सक्छ। बबी बोयलान, एक समूह गायकले मुक्त प्यालेस्टाइन सन्देशको साथ महोत्सवको सुरुवात गरे र इजरायली सेनाको विरुद्धमा जंगली नाराहरू गाए।